अर्घाखाँचीको ऐतिहासिक एवं धार्मिक स्थल बग्रबाजे मन्दिरमा वैशाख पूर्णिमाको अवसरमा विशेष पूजाआजा सम्पन्न भएको छ। चुरेको फेदी र गङ्गा खोलाको किनारमा रहेको मन्दिरमा हिजो बिहानैदेखि श्रद्धालुहरूको उल्लेख्य उपस्थिति रहेको थियो। एक विशेष रिपोर्ट। अर्घाखाँचीको शीतगङ्गा नगरपालिका वडा नम्बर 1 र 13 को सिमानामा अवस्थित ऐतिहासिक बग्रबाजे मन्दिरमा वैशाख पूर्णिमाको अवसर पारी विशेष पूजाआजा गरिएको छ। यस क्षेत्रको संरक्षक देवताका रूपमा पुजिने बग्रबाजेको दर्शनका लागि अर्घाखाँची सहित छिमेकी जिल्ला कपिलवस्तु र रूपन्देहीबाट सयौंको संख्यामा भक्तजनहरू मन्दिर पुगेका थिए। साँचो मनले भाकल गरेमा दुःख कष्ट हराउने र मनोकांक्षा पूरा हुने जनविश्वासका कारण हिजो श्रद्धालुहरूले मन्दिरमा दर्शन, पूजा र भाकल अनुसारको बलि अर्पण गरेका छन्। कुनै तरक भडक र व्यापारिक मेला नहुने यस मन्दिरमा हिजो केवल श्रद्धा र भक्ति मात्र देखिन्थ्यो। पछिल्लो समय यातायातको सहजताले गर्दा मन्दिरमा आउने दर्शनार्थीको संख्यामा वृद्धि भएको छ। कपिलवस्तुको पिपराबाट जोडिएको नयाँ सडक मार्गका कारण तराईका बासिन्दाहरू अहिले सिधै सवारी साधनमा मन्दिरसम्म पुग्ने गरेका छन्। यस्तै अर्घाखाँचीको झुलुङ्गे, सुवर्णखाल र मन्द्रे हुँदै आउने मार्गबाट पनि उल्लेख्य संख्यामा श्रद्धालुहरू मन्दिर पुगेका थिए। गङ्गा खोलाको कलकल आवाज र चुरेको हरियालीले यहाँ पुग्ने जो कोहीलाई शान्तिको अनुभूति दिलाउँछ। स्थानीयले यस क्षेत्रको थप प्रचार प्रसार र विकास गर्न सके यसलाई उत्कृष्ट पर्यटकीय स्थलको रूपमा विकास गर्न सकिने विश्वास व्यक्त गरेका छन्।